यस्तो यहाँ चाहिँ भिडियो गर्दै ल के रे एभ्रीवन हामी चाहिँ मामाको घर जाँदै थियौँ म हैन अस्ति चाहिँ हिँड्दा तपाईँ खुट्टा दुखेर यस्तो गाह्रो भएको थियो हैन अहिले चाहिँ नेपाली चाहिँ हामी बसमा आएको छौँ हैन बस छ हैन त्यो बस कोही पनि छैन होला नि माथि चाहिँ हुन्छ तर अगाडि चाहिँ हामी चाहिँ हामीलाई फ्यामिली पनि नपाएर धेरै खुसी लागेको छ मामाको घर फाइनली अर्डर नपाएर हैन होला अब बस पाएको अवस्था हाम्रो मामाको गाउँ जाने बाटो चाहिँ यस्तो उल्टो के गयो दिदी आमा यस्तो घर छैन रे आमा कहाँ पाउँछ लजिक पनि कस्तो पुरानो गाउँहरू हेर्न उता पर तिमीहरु है के तिमीहरु त पहिलेको घर पनि भत्केको रहेछ तलबाट आएको हामी यस्तो बाटो हेर्नुहोस् ल हेर्नुहोस् मुटुमा भनेर भनेन त्यति बजेमा यता यस्तो भिको बाटो छैन यस्तो पहिरो रहेछ आमा कस्तो पहिरो मामाको गाउँ जाने बाटो यस्तो पहिरो अस्ति त यस्तो पहिरो हिँड्दा कस्तो गाह्रो भएको अहिले त बसमा सर आनन्द फिल भएको छ नि गाइजहरू यस्तो भिड भए पनि जे होस् हामी यस्तो बाटोमा गाडी चलाउनु भएको छैन यो चाहिँ यति बेला त दिदी यति बेला चाहिँ गाडी रोकेको थियो अनि यस्तो राम्री चाहिँ हामीले दिदी यो चाहिँ होइन ऊ त्यहाँनिर ऐसेलु छ नि त ऐसेलुको पात खोइ के भन्ने गीत थियो मैले बिर्सेँ होइन यहाँ ऐसेलु त कति धेरै पाकेको यो ऐसेलुको बोट हो दिदी हेर्दा त्यस्तो भिको बाटो आएको हामी पुरानो स्टाइलको घर हाम्रो मामा घर जाँदा त्यस्तो घर पाउँछ है त गाइजहरू घर आइसक्यो है त्यो डाँडामा थियो तर अलिकति बाँकी छ अब 5 मिनट जति लाग्छ होला बाटो यस्तो छ होइन यहाँनिर चाहिँ राम्रो रहेछ अघि तल चाहिँ अलिक डेन्जर थियो होइन अहिले चाहिँ यहाँनिर यस्तो सहयोग गरेको छ हाम्रो मामा घरहरू आइसक्यो माथि हुँदै त्यो गरेर उता मामाको घर गाउँ आइसक्यो होइन यहाँनिर छ दिदी ए बसमा आएको हामी चाहिँ लामो बसमा आएको आज मामाको गाउँ नाइ पर्दैन म कतिबाट त्यहाँ जानु बाई बाई गुरुजी वाउ बाई बाई ए गयो बाई बाई बाटो हामी चाहिँ यहाँनिर आइपुग्यौँ होइन हाम्रो दिदी बहिनी रहेछ यहाँनिर खोइ कस्तो राम्रो फुल है हामी चाहिँ मामाको गाउँमा आइपुगेको अनि यस्तो राम्रो फुल रहेछ हाम्रो मामाको घर आइपुग्यौँ अनि हामी चाहिँ हजुरआमाको मुख हेर्न आयौँ हजुर मम्मी यता हेर्नु त अनुहारतिर यता बत्तीतिर हेर्नु तपाईँको अनुहार देख्नु पर्यो ए हामी मुख हेऱ्यौँ है त हजुरआमाको मुख
मेरो हजुरआमालाई मैले केही ल्याएको होइन होइन टाउको बानी बस्छ भनेर होइन यस्तो ल्याएको छु हजुरआमालाई सानो हो ल टाउको अनि त्यसपछि लुङ्गी लाउनुहुन्छ लुङ्गी मैले ल्याएको छु है त्यसपछि चाहिँ यो चाहिँ छामाले भ्याइ भन्नुभएको थियो अनि त्यही भएर निकालेको ल्याइदिएँ मन पऱ्यो सेम रह्यो सेम रहेछ ठिकै छ अब हामीलाई अर्को ताल आउँदा चाहिँ हामी राम्रै अर्को रातो कलरको छामाले पठाएको आउनु पाएन बे बुहारी कता कता गयो भनेर होइन साइली छामाले पठाउनु भएको साइली छामाले पठाउनु भएको होइन यो चाहिँ होइन मेरो म त्यस्तो के गर्दिनँ होइन फाइनल्ली मेरो हजुरआमालाई चाहिँ म के खाउँदिनँ होइन बिस्कुटले कहिले खाएको खानु हुन्छ यो चाहिँ नातिनीको खुसी अनि त्यसपछि होइन हजुर होइन त्यस्तो केही छैन त्यस्तो केही छैन है त त्यस्तो केही छैन चुलामा यसो आगो मात्र कति वर्ष भएको थियो नि त अनि मम्मीहरू कोही आउनु भएन भनेर भन्नुभयो अनि त्यसपछि चाहिँ मैले चुलो चलाएँ चुलो लगाइदिनु अहिले नानी हात लु त्यसो भए कहिले कहिले हात गरी हुँदैन मामा माथि जाँदाखेरि ल्याएको छु त्यसो भए कहिले लाउनु अनि गुच्छे हुन्छ त्यस्तो बेला लाउनु ल अनि त्यसपछि होइन आजको दिन चाहिँ म हजुरआमालाई कति बनाइदिन्छु है फाइनल्ली कहिले लाउनु होला तर है लाउनुहुन्छ हजुरआमालाई धरियोहरू कस्तो कस्तो लाउनुहुन्थ्यो होइन मैले चाहिँ यस्तो कालो सोचेँ कि अब रातो लाउनु भएन कि भन्ने सोचेँ अनि त्यसपछि यस्तो ल्याएँ होइन अनि कहिले कहिले अनि हजुरआमा हामी आउँदा तपाईँलाई कस्तो लागिरहेको राम्रो खुसी लाग्यो ल के लाग्यो हामीले है त अब सक्यो यो चाहिँ माइजूलाई भयो नि त अब हामीले हजुरआमाको मुख हेऱ्यौँ नि त यो चाहिँ माइजूलाई ल हजुरआमाले मलाई है हुनुहुन्छ होइन दसैँमा लाउन पाइन अहिले चाहिँ लाउन पाउँदैछु होइन होइन अनि त्यसपछि म हजुरआमाको मुख हेर्न आएको दिन चाहिँ हजुरआमाले 92 वर्षमा लगाइदिँदै हुनुहुन्छ फाइनल्ली गाइस सही कुरा हामीले खान पाउनु भने यति हो सबै खराले भइसक्यो रातो लाग्छ रातो लाग्छ मामा यतातिर हल्का अलि यहाँ लाइन गएर छ होइन त्यही भएर म पनि आएको मेरो हजुरआमालाई हेर्नलाई अनि मेरो मामा पनि यता हुनुहुन्छ मेरो मामा र ठुलो मम्मी यता बस्नु भएको छ होइन यही हो अँध्यारो भयो त्यही पनि होइन हाम्रो अनुहार त उज्यालोमा देखिरहनु भएको होला हजुरहरूले तर हामी यहाँ साथमा आएको छु नि त त्यही भएर अँध्यारो छ है हाम्रो हजुरआमा यता हुनुहुन्छ अहिले हल्का अनि यहाँनिर हजुरआमा हाँसिराख्नु भएको छ है हाम्रो हजुरआमा 90 वर्ष हो नि हाम्रो हजुरआमा हामी 90 वर्ष 92 हजुरआमालाई भेट्न आइरहेको छौँ है 92 वर्ष मामा हाम्रो खुट्टा दुखे पनि नदुखेको फिल भइरहेको मेरो मामाले खुट्टा ढोकिदिनु भयो मेरो माइलो मामाले यस मामा यस आजभोलिका मामा यस्तो कुरा हामीहरू चाहिँ अब त्यस्तो बोल्छौँ होइन खासै केही हुँदैन अनि चाहिँ मामाको घर आएकी यो चाहिँ हजुरआमालाई हेर्न आएकी होइन कति साल बाद म एकचोटि आँखा चिनेर हेर्छु ल यता लु अनि यता हाम्रो ठुलो मम्मी अनि उतापट्टि अर्को बहिनी ठुलो बहिनी अनि हाम्रो माइलो मामा होइन कता भयो अनि